नहोस् भने हेलो गाइस हाम्रो चाहिँ खन्दैछु नि त सयपत्री बिउ रोप्नुलाई मेरो भाइ पनि छ मेरो भाइले नि खन्छ होला खाने चाहन नखाने यहाँ भिडियोमा आउन भिडियोमा भिडियो हेर्नु परेन अहिले त्यो पनि भिडियो युट्युबमा आउँछ नि हान हुन्छ सयपत्री बिउ रोप्न आएको छु होइन कस्तो हुन्छ हेरिदिनुहोस् म चाहिँ यहाँ अब यहाँ सयपत्री रोपिदिनु यसो उम्रिया रहेछ के गमला मैले पूजा गर्दाखेरि होइन ती राखिदिन्छु उम्रिया रहेछ सयपत्रीको बिउ त्यसैले चाहिँ म चाहिँ खन्दैछु 2-3-7 बोट होला जस्तो लागेको छ मलाई के हुन्छ थाहा छैन मलाई हेर्दैन गाइस खन्दैछु म चाहिँ खन्दैछु अब रिजल्ट कस्तो आउँछ थाहा भएन होइन गाइस म चाहिँ यस्तो मेहनती मान्छे हो नि फेरि काम खतरा गरिदिँदैन फेरि म होइन जाँगर चल्यो भने मात्रै फेरि होइन अन्त म नि अल्छिने जाँगर चल्यो भने यसो कामसाम गरिदिने होइन अब घरमा सघाउनु त परेको होइन यसो सघाएको छैन मैले आफ्नै मनबाट रोपेँ किनभने बिरुवा भने त हाम्रो चाहिन्छ नि त हाम्रो लाइफमा कम इम्पोर्टेन्ट छ बिरुवा भन्ने चिजै होइन यस्तो इम्पोर्टेन्ट चिज छ नि म चाहिँ यता रोप्दैछु नि त अब सयपत्री बिउ 1 बोट त भइगयो होइन भाँचेको के थाहा छैन सर्टै छैन होइन हेर्दै अझै सयपत्रीको बिउ सानो सानो भयो म रोप्दैछु किनकि फल छ कि भनेर होइन किन फल्यो भने त फलेको होइन के जानु भने त्यसपछि त अब फल्यो भने त के जानु अब नफल्यो भने त अब के जानु भने हामी पनि केही त होइन त्यस्तो हुन्छ भने सानो सानो फेरि बिरुवा फेरि ठुलो त्यो उम्दा त तपाईँको रिजल्ट आउँछ नि यसको रिजल्ट होइन कुन उम्रिन्छ कुन उम्रिँदैन छोरा देखाउँछु म रिजल्ट पनि उम्रै छ भने के जानु उम्रिन्छ भने उम्रियो नउम्रियो त के जानु केही पनि जान्नु म पनि अलिकति खाइदिए गयो भन्ने चाहिँ के भनेपछि मैले यसो मतलब उम्रिन्छ भने मात्रै गरेको थिएँ कि मैले उम्रिन्छ पनि थाहा भएन त्यही भएर यसो उम्रिन्छ भने गरेको अनि त्यसपछि भाइको पानी नछ होइन अनि तिमी पानी लिन्छौ ल हस् घरबाट म चाहिँ रोपिसकेँ टक्क लाएर ल तिमी पानी लिन्छौ त पानी जाँदैछ उहाँ हान पानी जाँदैछ उरी हुन्छ यस्तो यस्तो फल्यो भने त फलेको उम्रियो भने उम्रेको होइन तिहारमा यस्तो भाइ बहिनीलाई मालासाला भगवान्लाई चढाउनु हुन्छ नि त त्यही मैले यस्तो रोपिदिएको छु नि त त्यो फुल चाहिँ होइन सबैले कमेन्टमा भनिदिनु पर्यो लो फुल उम्रिन्छ उम्रिँदैन कमेन्टमा भनिदिनु पर्यो है मैले रोपेको छु अब हजुरलाई कोलाई थाहा हुन्छ लो फुल उम्रिन्छ उम्रिँदैन सानो सानो छ के गर्नु उम्रिन्छ थाहा भएन मैले सानो सानो मुखाल्दिएँ कि मैले त भन्नुहुँदै सानो सानो मुखाले छु के हुन्छ यस्तो बिलिभ के नाम भ्यू चाहिँ हेर्नुहोस् मैले फेरि भन्नु नि आउँदैन के हुनु गाइस यस्तै छ भ्यू चाहिँ यस्तो छ कि मतलब यता पनि गार्डन छ उता पनि गार्डन छ नि त यता मतलब गार्डन फोटो खिच्नलाई ठाउँ राम्रो छ मतलब फोटो सुट हान्नलाई दामी ठाउँ छ नि त यस्तो दामी ठाउँ हुनु त होइन भाग्य मानी हो मस्त मेरो ठाउँमा यस्तो ठाउँमा हराभरा होइन सुन्दर होइन त्यो गुलाब फुल हो नि फेरि गुलाब फुल गाइस गुलाब फुल हो नि यस्तो राम्रो गुलाब फुल छ नि फेरि मेरो घरमा गुलाब फुल यो चाहिँ के को थाहा भएन मलाई होइन अब यता चाहिँ फुल फुलिरहेको अब फुल यस्तो राम्रो फुल फुल्दैछ यता पनि कस्तो माया लाग्ने फुल के होइन यता काँडा फुल आम्मामा फुल उम्रिसक्यो भने के गाइस मैले रोपेको हेर्नु गाइस अब एकछिनपछि त भोलि यस्तो पूजा गर्नुहुन्छ नि त फुल यस्तो राम्रो फुल भने सुन्दर सुन्दर फुल हो यदि सानो बाबुले पनि काम गर्दैछ मेरो भाइ पनि काम गर्दैछ यस्तो मेरो भाइ मेहनती छ कि बढाइचर होइन काम गर्छ मेरो आहान माझी पनि अझै आरामसँग हाल अझै झोल धेरै छु न धेरै छु म छु अझै उति भित्र हाल नि भित्र बसेर हाल न चिज फास्ट हो फास्ट हो फास्ट हो अझै आरामसँग हाल उता ठुलो बटाउनु ठुलो बटाउनु हाल ठुलो बटाउनु हो ठुलो उता कि उता सानो सय ठुलो ठुलो सयपत्रीमा हो म चाहिँ पानी हाल्नु गएको छु अब मेरो भाइले अलिक भाइ सिकिहाल्नु परेको छैन त्यो म चाहिँ पानी हाल्दैछु नि त उम्रिन्छ कि भनेर अब के हुन्छ भोलि बिहान भने अब कहिले रिजल्ट आउँछ 7 दिन पछि आउँछ यसको रिजल्ट चाहिँ ल गाइस 10 भयो पानी हाल्नु गइसक्यो म भिडियो नि कट हुन्छ सब्सक्राइब गर्नुहोस् लाइक पनि गर्नुहोस् लु फुलहरूको लागि लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नुहोस् गाइस यस्तै छ नि त लु सय गुलाब फुल हो ल गाइस धन्यवाद यता चाहिँ मेरो भाइ छ असिस्टेन्ट मेरो हो हेलो गाइस सब्सक्राइब भन्नु हेलो गाइस सरकार दाजु फेरि भन्नै आउँदैन कि फुच्चेलाई भन्नै आउँदैन बढाइदिएर मेरो भाइ सानै छ नि त त्योहरू ल यति नै ल भिडियो गाइस यस्तो ल हेलो गाइस पछि भाइको पुन्टे साइकल हान्दैछु नि त भाइको साइकल हान्दैछु अनि गाइस कस्तो हुन्छ भाइको साइकल पुन्टे छ के गर्नु आउँदैन लाइक कमेन्ट सब्सक्राइब हेर्नु गाइस हेर्नु मेरो साइकल चलाउनु भएको छ अर्जुन भन पता जस्तो छ उताउदैन उताबाट तारबाट हो म त वहाँबाट देखाएको है मैले यताउति देखाएँ गाइस ल छ कट